वेलकम माई मिनी ब्लग। आज बाबुको स्कुलको ग्रेजुएसन सेरेमनीको मिनी ब्लग लिएर आएको छु। सेरेमनी प्रोग्राम हुँदैछ। जापानमा चाहिँ यस्तो हुन्छ, यस्तो डिसिप्लिनका साथ सरहरूले अभिवादन गरेर केटाकेटीले आफ्नो सेक्सनको बच्चाहरूलाई चाहिँ यसरी लाइन लाएर ठ्याक लिएर आउनुभएको छ सरहरूले। यस्तो राम्रो डिसिप्लिन हुन्छ जापानमा। ग्रेजुएसन सेरेमनीको भिडियो हो यो। चाहिँ सुरुमा चाहिँ यस सेक्सनको लाइन लाएर चाहिँ क्लास टिचरले चाहिँ लिएर आउनुभयो। यस सेक्सनको ग्रुपको सबै विद्यार्थीहरू यस सेक्सनमा हाम्रो नेपालमा चाहिँ कति धेरै हुन्छन् बोर्डिङमा, यहाँ चाहिँ सरकारी स्कुलमा यति धेरै हुन्छन् विद्यार्थीहरू। यी सबै अभिभावकहरू हुनुहुन्छ। त्यसपछि आयो यो बी ग्रुप, अर्को सेक्सनको सर, यो चाहिँ क्लास टिचर हुनुहुन्छ। उहाँ सबै अभिभावकहरू आमाबाले आफ्नो छोराछोरीलाई आज अन्तिम दिन स्कुलमा बिदाई कार्यक्रम भएको भएर साथ सपोर्टको लागि चाहिँ बुवा आमा पनि आउनुभयो। क्लास टिचरले यसरी लाइन लाएर अभिवादन गरेर यसरी ग्रेजुएसन सेक्सनमा मेरो बाबु पनि आयो, दादा यहाँ आयो। यी अर्को सेक्सनमा बी सेक्सनमा यो हो। कति ठुला बाबुहरू ठ्याक्कै यसरी लाइन लाएर सरहरूले लिएर हिँड्नुभयो। आज अन्तिम दिन हो यो स्कुलको, आज अन्तिम दिन ग्रेजुएसन सेरेमनी हो। यस्तो इमोसन फिल हुँदो रहेछ कि 6 वर्ष पढेको स्कुल छोड्दा है। बुवा आमाले ताली बजाएर सपोर्ट गर्नुभएको छ। त्यसपछि यो सी ग्रुपको क्लास टिचर उहाँ। त्यसपछि सबै बच्चाहरू यहाँ भेला भइसकेपछि अनि आफ्नो राष्ट्रिय गानबाट सुरु गर्नका लागि चाहिँ राष्ट्रिय गान बजिरहेको अहिले जापानको राष्ट्रिय गान। अनि सबैजना उभिएर आफ्नो देशको राष्ट्रिय गानको सम्मान गरेर गर्दै हुनुहुन्छ। हाम्रो प्राइभेट बोर्डिङ स्कुलमा यति धेरै विद्यार्थी हुन्छन्, त्यस्तै जापानमा ठ्याक्कै उल्टो छ के। सरकारी स्कुलमा यति धेरै स्टुडेन्ट हुन्छन्, अचम्मै पर्ने हो नि त। सबै कति धेरै खाने स्टुडेन्टहरू पुरै सरकारी स्कुल हो, यस्तो हुन्छ यहाँ। त्यसपछि ग्रेजुएसनमा मेरो बाबुको पालो आयो। ग्रेजुएसनमा चाहिँ पालो आएर नाम बोलाएर अगाडि गरे। यहाँको त कस्तो राम्रो हुन्छ डिसिप्लिन। यहाँको त जापानको संस्कार संस्कृतिले नै मन चाहन्छ के। यस्तो शान्त वातावरण, डिसिप्लिन, एकअर्कामा पनि सम्मान, यस्तो राम्रो हुन्छ जापानमा। यसो गरेर अगाडि गएर प्रमाणपत्र लिएर आयो। लिएर आएर आफ्नो जापानको संस्कार संस्कृति सबैलाई थ्याङ्क यू भनेर यसरी ढोक गर्छन् क्या सबैलाई। यस्तो राम्रो हुन्छ यो चाहिँ। यसैले नै एकदमै धेरै मन चाहन्छ कि सबै सरहरूलाई ती इमामते अहिलेसम्म पढाउनु भयो त्यसको लागि धन्यवाद भनेर बाबुले ढोक गरो। यस्तो राम्रो डिसिप्लिन, यस्तो राम्रो इमान्दारिता हुन्छ क्या जापान। यो चाहिँ कुनै पनि देशमा छैन होला के यस्तो सिस्टम। यस्तो राम्रो यो डिसिप्लिन चाहिँ जापानलाई चाहिँ कुनै पनि देशले टक्न सक्दैन। यहाँको मेन पोइन्ट भनेको नि यही डिसिप्लिन नै हो क्या सायद। त्यसपछि अनि साथीहरूले चाहिँ बिदाई कार्यक्रम गर्दै अनि अब आफ्नो भाषामा, जापानी भाषामा गीतको माध्यमबाट चाहिँ साथीलाई अब राम्रो प्रगति गर्नु, यत्रो समय पढियो भनेर चाहिँ साथीहरूले चाहिँ बिदाई गरेर चाहिँ गीत गाएर गीतको माध्यमबाट भन्दैछन्। यो जापानिज गीत हो। कस्तो मनै भएको क्या यो गीत सुन्ने बेला त मलाई पनि। सबै कति प्यारेन्ट्सहरू पनि कति रुँदा रहेछन् के। कति रोथे कि प्यारेन्ट्सहरू है। साथीहरूले पुरै यस्तो गरेर बिदाई कार्यक्रममा यस्तो गीत गाएर हो अगाडि गएर त्यो पुरै पियानो बजाएर यसरी बिदाई गर्दा रहेछन् के। उता जहाँ पनि जुन देशमा पनि यस्तो त हुने के बिदाई कार्यक्रमहरू है।
यसरी बिदाई कार्यक्रममा 3-4 वटा गीतहरुमा अनि गीत गाउँदै अनि पियानो बजाउँदै साथीहरुले चाहिँ आफ्नै भाषामा यसरी बिदाई अनि अरु सेक्सनको अरु क्लासकोले चाहिँ यसरी उठेर रोहान साथीहरुको त्यो रोहान यसरी बिदाई गरे। यस्तो सुन्दा चाहिँ कस्तो मन भक्कानिने के बिचारा आफ्नो बालापनकोहरु हामीले पढेको स्कुलको साथीहरुको याद आउने है बच्चा छोराहरुको केटाहरुको याद पनि ट्याक्कै मलाई त आफ्नो उसको याद आएर आमा बाबाले कति रोए थिए मैले कस्तो मन थाम्न सकेन म पनि कस्तो रोए है। यसरी बिदाई गरे साथीहरुले गीत गाउने उ गर्ने जापानको चाहिँ डिसिप्लिन चाहिँ एकदमै राम्रो छ त हाम्रो नेपालमा छ तर यस्तो राम्रो डिसिप्लिन छैन के नेपालमा के गर्ने। त्यसपछि साथीहरुले यसरी सम्झनाका रूपमा यसरी फोटोहरु खिचे ठ्याक्क सरहरूले त्यहाँ चाहिँ क्यामेराम्यानहरु ल्याउने व्यवस्था चाहिँ हुन्छ फेरि स्कुलमा जापानमा आफ्नो स्कुलको क्यामेराम्यान ल्याएर पछि आफूलाई चाहियो भने चाहिँ फोटोहरु चाहिँ ठ्याक्क दिन्छन् के आफूलाई कतिवटा चाहिए साथीको कुन साथीको चाहिए कतिवटा चाहिए सबै दिन्छन् फोटोहरु ल्याउन पाइन्छ। यसरी क्यामेराम्यानले नै फोटोहरु खिच्ने भिडियोहरु खिच्ने गर्छन् यहाँको सरकारी स्कुलमा। यो चाहिँ सरकारी स्कुल हो यहाँको चाहिँ एकदमै राम्रो हो के सिस्टम सरकारी होस् के होस् है। नेपालमा चाहिँ प्राइभेटमा हालनाथाप गरिन्छ यहाँ चाहिँ सरकारीमा नाम निकाल्न यति गाह्रो हुन्छ अनि नाम निकालेर छिर्नुपर्छ स्कुलतिर नि कलेजतिर पनि जस्तै गाह्रो छ जापानमा अर्काको भाषा नबुझिने है। हामी विदेशीलाई त त्यसै नै गाह्रो हुने भयो बिचारा बच्चाहरूलाई कति बेला साथीहरु यहाँ पनि फेरि अर्को गीत गाएर एउटा साथीले अगाडिबाटै नाच्ने सांगीतिक भाषा आयो के त्यो गीतको होला नि त अब हाम्रो त पुरै बुझिन्न। त्यसपछि चाहिँ यसरी बिदाई गरेर गर्दैछन्। त्यसपछि अनि गीत गाइसकेपछि अनि सबै साथीहरुले यसरी कापीमा के लेखेर के बिदाई कार्यक्रमको लागि साथीलाई चिठी अब शुभकामना अहिलेसम्मका आफ्नो यादहरू सबै लेखेर यसरी साथीहरुले यसरी भन्दै छन् नि 2日目はインストラクターさんの助けや友達同士の支えなどもありどの班もリフトに乗り中腹から一人で滑り降りることができ यसरी चिठी पढ्दा चाहिँ आमालाई सबैलाई धन्यवाद आजमा खाना पकाएर हामीलाई बेन्तोहरू खाजाहरू बनाइदिनु भयो त्यसको लागि धन्यवाद भनेर चाहिँ चिठीमा चाहिँ लेखेर के त्यो सबै प्यारेन्ट्सहरू थाम्न सकिन कि मैले बच्चाले धन्यवाद प्यारेन्ट्सलाई भनेको भयो कि ठुलो अहिलेसम्म हाम्रो सबै काम गरिदिनु भयो हामीलाई हरेक कुरामा हेल्प गरिदिनु भयो त्यसको लागि धन्यवाद भनेर चाहिँ सबै भन्यो अरे। त्यसपछि फोटाहरू खिच्ने सबै साथीहरूलाई शुभकामना दिने आफ्ना हरेक यादहरू सम्झिने सबै काम भइसकेपछि यसरी फेरि सुरुमा ल्याए जस्तो गरेर चाहिँ फेरि आफ्ना सेक्सनको सरहरूले फेरि फर्काएर लिएर जानुभयो। पहिलो सेक्सनको सर आउनुभयो पहिलो सेक्सनको विद्यार्थी यसरी लाइन लाएर ट्याक ट्याक अगाडिको सर हुनुहुन्छ त्यसपछि विद्यार्थी यस्तो ट्याक्क हुन्छ क्या भिडभाड नरिकिन ट्याक्क डिसिप्लिनसँग केटाकेटी एक गर्दै लाइनसँगै यसरी ट्याक्क लिएर हिँड्नुभयो सर। जापानमा चाहिँ एउटा कुरा सिकियो कि यसरी ग्रेजुएसन सेरेमनीमा चाहिँ बच्चालाई उनको हिम्मत बढाउनको लागि प्यारेन्ट्स सँगसँगै ग्रेजुएसनमा चाहिँ बोलाउनु चलन रहेछ। नेपालमा त खै त्यस्तो आफू हामी पढ्दा चाहिँ वर्ष लाग्थेन अहिले त के हो थाहा भएन है। जापानमा चाहिँ यस्तो
ग्रेजुएसन सेरेमनीमा चाहिँ प्यारेन्ट्सलाई चाहिँ अनिवार्य बोलाउँदो रहेछन् क्या। बोलाउने प्यारेन्ट्सले चाहिँ फोटोहरू भिडियो खिच्ने, बच्चाहरूको हौसला बढाउनको लागि थपडी मारेर उनीहरूलाई अझ हौसला प्रदान गर्ने, यस्तो चाहिँ नयाँ सिकियो। हामीले पनि सिक्न पाइयो, हामी पनि गइयो, खुसी लाग्यो। मेरो बाबु यही ग्रुपमा है छ है। यसरी बच्चाहरूलाई चाहिँ लिएर सरले अब क्लास कोठामा लिएर जान लाउनु भयो। मेरो बाबु यहाँ देखियो है। अनि क्लास कोठामा लगेर फेरि त्यहाँ पनि पुरै फुलहरू दिएर कस्तो गर्नु रहेछ। मेरो बाबु त्यहाँ ट्याक्ट्याक हिँड्दाखेरि प्रमाणपत्र लिएर क्लासमा लगेर फेरि सरलाई चाहिँ पुरै फुलहरू दिने, के धन्यवाद भन्ने, आसँग पढ्यौ त्यहाँ सबै भाषण गराउन चाहिँ कक्षा कोठामा पनि। त्यहाँदेखि कस्तो राम्रो लाग्यो त्यो सिस्टम पनि फेरि है। क्लासमा आएर प्रिन्सिपलले क्लास टिचरलाई चाहिँ फुल दिनुभयो, धन्यवाद भन्नुभयो। त्यसपछि यसरी फेरि लाइन लाएर बच्चाहरूलाई ग्रेजुएसन सेरेमनीको कोठाबाट फेरि क्लास कोठामा अन्तिमचोटि लगेर त्यहाँ फेरि धन्यवाद भनेर फुलसुल दिएर फेरि यसरी लाइन लाएर चाहिँ बच्चाहरूलाई बाहिर निकाल्दै हुनुहुन्छ। यी कस्तो अचम्मको सिस्टम के है, अचम्मै भयो नि। ठ्याक्कै सरले क्लास टिचरले ट्याक लाइन लाएर यो स्कुलबाट बाहिर निकाल्न थाल्नुभयो। अन्तिमचोटि भनेर यस्तरी ठ्याक्क क्लास टिचरले अभिवादन गर्दै आफ्ना सेक्सनका बच्चालाई अगाडि सर लाएर पछि बिदातिर आएर यस्तै ठ्याक्क तिमीहरूको आज अन्तिम दिनु भनेर यसरी यो स्कुल ग्राउन्डबाट बाहिर निकाल्न थाल्नुभयो है। अब बाहिर लगेर चरमा लगेर फोटाहरू खिच्ने अनि भिडियोहरू खिच्ने, फेरि धन्यवाद भन्ने, त्यसपछि चाहिँ घर जाने कि सकिने। यस्तो अचम्मको सिस्टम रहेछ। सिस्टम चाहिँ जापानको खत्रै हो क्या, डिसिप्लिन सिस्टम। मेरो बाबु आदि आज लास्ट डे स्कुलको। त्यसपछि ग्राउन्डमा गएर सरले लाइन लाएर फोटा खिचेर यी क्लास टिचरले सबै विद्यार्थीहरूलाई एक एक गरेर तिमीलाई के भन्नु मन लाग्यो भन भनेर त्यसरी तालीवाला बजाएर कस्तो गर्ने कि है, अचम्मै पर्ने। यहाँको जापानको सिस्टम त सिस्टमै हो कि, डिसिप्लिनदेखि लिएर हरेक एकदमै राम्रो छ कि जापानको जसले जे भने पनि सिस्टम चाहिँ एकदम बवाल राम्रो छ। त्यसपछि लास्टकै ग्रुप क्लासको पुरै ग्रुप फोटो खिच्नुभयो। हामीले पनि खिच्यो, त्यहाँको फोटोग्राफले पनि खिच्नुभयो। त्यसपछि सबै साथीहरूले सबै धन्यवाद भने सरहरूले उहाँबाट बिदाई भएर आमालाई मार्दैन बिचराहरू। कस्तो लास्ट दिनमा त सबै कस्तो उयो भएको थियो कि, रुमिलो हुने, सिरियस हुने, कस्तो गरेको थियो बिचराहरू। उहाँले हामीले कस्तो मलाई गर्थ्यो धेरै त। त्यसपछि एक आपसमा लाइन साटासाटा गर्ने, नम्बर साटासाटा गर्ने, अनि यसरी आफ्ना मनपर्ने साथीहरूको सबैको फोटोहरू खिच्ने, लास्टमा नम्बर साटासाटा गर्ने, त्यस्तो गरेँ है। रमाइलो भयो। थ्याङ्क यू सो मच मेरो मिनी ब्लग हेरिदिनु भएकोमा। सब्सक्राइब गरिदिनु होला। आजको लागि यति नै है। थ्याङ्क यू भेरी मच। यता जापानिज स्कुलको ब्लग हो साथीहरू। थ्याङ्क यू भेरी मच।